ओके आज छ डल्लीको लागि 1000 रुपिसको च्यालेन्ज जुनमा चाहिँ डल्लीले एउटा टियर गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ डल्लीले 100 रुपिस चाहिँ लिएर आएर मलाई दिनुपर्छ मागेर दुःख देखाएर र जसले त्यो 100 रुपिस दिन्छ नि उहाँको लागि पनि एउटा गिभअवे छ है जुन चाहिँ छ साफ्रोन दरबार मल्टी कुजिनबाट त्यो चाहिँ छ वनस्थली र भवनपोको बिचमा हेलो नमस्ते खाना नमस्ते नमस्ते मलाई चाहिँ एकदम भोक लागिरहेछ मलाई 100 रुपियाँ पैसा सहयोग गर्न सक्नुहुन्छ मैले फ्र्याङ्क गरिरहेको कि यस्तो गाह्रो छ नि सर मेरो खुट्टा यस्तो कामिरहेछ म कसरी गर्ने मलाई कस्तो काने यो बाले त नि फिटेको कस्तो पिट्ला जसरी हेरेको हेलो दिदी नमस्ते मलाई चाहिँ एकदम भोक लागिरहेछ तपाईँले मलाई 100 रुपियाँ पैसा दिएर सहयोग गर्न सक्नुहुन्छ किन मलाई 100 रुपियाँ पैसा दिएर सहयोग गर्न सक्नुहुन्छ हजुरको भिडियो हाल्न मिल्छ त्यो सहयोगी चाहिँ हेरिरहेको हाम्रो भिडियो हाल्न मिल्दैन हजुरको मिल्छ तर तपाईँले चाहिँ मलाई 100 रुपियाँ दिनुपर्ने हुन्छ है त्यसको लागि तपाईँलाई अर्को एउटा सरप्राइज छ के सरप्राइज हामीले सानो कन्टेन्ट भिडियो बनाइरहेको होइन जसले सहयोग गर्छ उहाँलाई चाहिँ हामीले एउटा सानो सहयोग त्यसमा चाहिँ के छ भने कुनैनिर एउटा रेस्टुरेन्ट छ स्याफ्रोन रेस्टुरेन्ट पुग्यो भन्ने होइन त्यहाँनिर गएर चाहिँ तपाईँको लागि तपाईँले जे मगाउनुहुन्छ त्यो खानुको लागि तपाईँले आज फ्रीमा पाउनुहुन्छ त्यसको लागि चाहिँ मलाई 100 रुपियाँ दिनुपर्ने हुन्छ होइन अब परेर ठिक छ ठिकै छ ए ओके ओके होइन उहाँले सहयोग गर्नु त्यो मन हुनु नै ठुलो कुरा हो नि त होइन ल लेट्स गो जम्प